चिसोको कारणले पुरै बरफ जमेको छ साथीहरु। यो तलाउ हो, योमा लगभग तल गएर पनि फोटो खिचियो। यहाँ लगभग चिप्लो हुन्छ न त हिँड्न पनि सकेला जस्तो छ। पुरै यो आइस बनेछ, हिउँ बनेर बसेको छ। तपाईलाई मैले जुम गरेर देखाउन सक्छु। यी मैले पहाड फालेको ढुङ्गो यहाँनिर कुदेर हो पर अड्डिएको छ माथि माथि। सम्पूर्णमा टिकाराम कान्छो भल्लामा म तपाईको चिटपाचिट मित्र टिकाराम कान्छो। यति बेला रोजगारको सिलसिलामा म यता रोमानियामा छु। यहाँ चाहिँ न्यु इयरको छुट्टीले गर्दाखेरि यसो घुम्दै आएको यता पार्कतिर, यो तलाउतिर। चिसोको कारणले पुरै बरफ जमेको छ साथीहरु। यो तलाउ हो, योमा लगभग तल गएर पनि फोटो खिचियो। यहाँ लगभग चिप्लो हुन्छ न त हिँड्न पनि सकेला जस्तो छ। पुरै यो आइस बनेछ, हिउँ बनेर बसेको छ। तपाईलाई मैले जुम गरेर देखाउन सक्छु। यी मैले पहाड फालेको ढुङ्गो यहाँनिर कुदेर हो पर अड्डिएको छ माथि माथि। यति साह्रो जमेर बसेको छ। यो पानी पुरै हिउँदमा चाहिँ पुरै यो पानी हो। आजअलि चिसोका कारण पुरै जमेर बसेको छ। टनाटन ठुलै छ हो यो तलाउ। गर्मीको समयमा पनि आएको थियो। यो पुरै यो नजमेर पानी पानी थियो। अहिले चाहिँ जमेर पुरै आइस बनेको छ। तपाईलाई यो भन्दा अघि मैले देखाइसकेँ भिडियो के अरे जुम गरेर पनि ढुङ्गा फालेर त्यो माथि माथि नै बसेको छ। त्यति साह्रो जमेको छ। यो त मेरो पछाडि सेतो सेतो भागोर देख्नु भएको छ, यो हिउँ हो। केही समय अगाडि हिउँ परेको थियो, अझै पनि यो बिलेको छैन। घाम लाग्यो पनि घाम चाहिँ एकदम मधुरो छ। मेरो पछाडि देखिरहनु अझै सेतो सेतो यो हिउँ हो। निकै रमणीय छ यो नेपाल जस्तै पुरै ऊहरू छ, सल्लाहहरू। यतातिर यो धुपी सल्लाहहरू हो। यतातिर हाम्रो नेपालको जस्तो सल्लाहहरू छ नि, सल्लाहघारीहरू। रमाइलो रहेछ र रमाइलो छ। त्योभन्दा पहिलो पनि आएको यो पार्कमा। चारैतिर हरियाली। यतातिरै तपाईँलाई जुम गरेर आइदिन सक्छु। यस्तो चिसो पानीमा पनि हाँसहरू पौडी खेलिरहेको छ, रमाइरहेका छन्। यहाँतिर यो हाँस खेलिरहेको ठाउँमा चाहिँ हिउँको माथिल्लो पत्र फोरेर त्यसलाई खेल्न लागि गरेको रहेछ। त्यही भएर पनि हाँस खेल्न सकिरहेको छ। अन्यत्र भने यो पुरै आइस जमेको छ। चिसोको कारण यो चाहिँ पुरै जमेर बसेको तलाउ है। यहाँ ढुङ्गा फाल्दा पनि माथि नै रहन्छ। यहाँ पुरै जमेर बसेको छ।
छ।